खै के एक बाल्टी एक सिसा हो भयो पनि भएन त्यस्तो मिठो चाहिँ लागेन गाइस मलाई सो हेलो एभ्रीवान वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन। आज चाहिँ मैले विकली भिडियो लिएर आएको छु, हेरेर इन्जोय गर्नु होला। हामी रखनी है मोबाइल की लत। हम एक ऐसी दुनिया में रह रहे हैं जहां स्मार्टफोन हमारे जीवन का एक अनिवार्य हिस्सा बन गया है, जबकि मोबाइल उपकरणों से हमें काफी लाभ भी आए हैं, जैसे सो गाइस आज चाहिँ यहाँनिर पार्टिसिपेन्टहरु दुईजना सो गाइस तपाईहरुले अहिले देख्नु हुँदैछ वेलफेयर थियो पल्टनमा, अनि त्यसमा चाहिँ ज्वेलरी मेकिङ कम्पिटिसन चलेको थियो। अनि त्यसमा चाहिँ मेकिङ कम्पिटिसन त हुन्छ भनेर अगाडि भनेको थियो, तर कोले गर्ने भनेर चाहिँ त्यो थाहा थिएन। अन्त हामी दिदीहरूले चाहिँ दिदी र बहिनीले चाहिँ अन द स्पोट गरेर चाहिँ आउनुभयो हैन। 15 मिनेट 20 मिनेटको थियो। अन्त दिदीहरूले गरेर दिदी बहिनीले गरेर पनि ठिकैको भयो भनेर चाहिँ आउनुभएको थियो, किनभने केही प्र्याक्टिस थिएन नि त। तर पनि एकदम राम्रो रिजल्ट आएको छ, हेर्नुस् होला। खुसी हुनु अल्फा फर्स्ट भयो गाइसहरु। फेरि आज चाहिँ हामी प्रिपरेसन दिन गरेको थाहा थिएन उनीहरूले गर्छ भनेर, तर पनि फर्स्ट भयो। सेकंड प्राइज जाता है डेल्टा से मिसेस कमला थापा, वाइफ ऑफ रेस हवलदार सागर थापा, और मिसेस ममता थापा। सो गाइस यसरी नै फर्स्ट अल्फा, सेकेन्ड डेल्टा, अन्त थर्ड चाहिँ एसपी भएको थियो। अन्त तपाईँले यहाँ देख्न सक्नुहुन्छ ज्वेलरी चाहिँ कसरी बनाएको छ भन्दाखेरि चाहिँ पल्सेसहरू युज गरेर, दालहरू डिफ्रेन्ट टाइपको दालहरू युज गरेर। अन्त फर्स्टको चाहिँ हाम्रोमा चाहिँ सबै टाइपको दाल युज गरेको छ, प्लस एकदम सिम्पल र राम्रो देखेकोले गर्दा चाहिँ हामी फर्स्ट भयो जस्तो लाग्यो। आज चाहिँ हामी यो फ्रुट्स ट्राई गर्न आँटेको, हिजो त हाम्रो सक्सेस भएन, आज सक्सेस हुन आँटेको छ। हामीले चाहिँ नरियल जस्तो सम्झेको थियो है, मैले यो कुनै केमा त्यस्तो जिरिक परेको देखेँ कि अन्त खानु मन परेको। यसमा खान्छ होला हुन्छ खाँदैन होला कस्तो फुडको यो साइडको कस्तो लाग्यो चाम्रो जाँदैन त कस्तो हुनुपर्छ त्यो नरिवलको उयो छ नि भित्रको, त्यस्तै लाग्यो मलाई त। मलाई त्यस्तै खालको सायद यसको चाहिँ इफेक्टहरू राम्रो होला नि, राम्रो होला। त्यो भित्र त त्यस्तो रहेछ निक्लेमा त्यस्तो रहेछ मलाई है कस्तो लाग्यो? मन पर्यो मलाई। त्यस्तो मिठो चाहिँ लागेन गाइस।
नमिठो पनि होइन गुलियो पनि होइन यो चाहिँ सायद चाहिँ हेल्थको लागि राम्रो होला नै मान्छेले खाएको होला जस्तो लाग्यो मलाई पेटहरूको लागि राम्रो होला नि एलोभेरा जस्तो लाग्यो नि एलोभेरा त्यो चाहिँ अलिक गुलियो सेप चाहिँ क्या छ मलाई तर भित्रको गुलियो भएको मलाई उयो जस्तो लाग्यो मलाई आइस जस्तै हुँदो रहेछ अब चाहिँ खाँदिनँ तर खाँदिनँ उयो नि कति नयाँ कुराहरू एक्सपिरियन्स गर्नु मजा आउँछ कि तर किन खाने खाएको जस्तो लागेन मलाई 50 रुपियाँ चाहिँ महँगै भयो 50 रुपियाँ महँगै भयो तर महँगो भनेको केही होला नि त मेरो पुचुक्कै पानी निस्क्यो यस्तो छ भित्र चाहिँ यस्तो हुँदो रहेछ त्यो पाटाको नसँग के लाउने जिस लाग्यो बाई बाई गाइस मिठो भयो पनि भएन पनि गाइस सो गाइस अहिले चाहिँ हामी यहाँनिर मल ल्याउनुको लागि आइरहेको छौँ सुन किन अन्त किन नलिएको त तपाईँ स्कुटी सजाएर राखिरहन्छ So guys, यहाँ हेरिहाल्नुहोस् कुकुरहरूको बथान यहाँ चाहिँ हक्की हुँदैछ गाइस प्लेइङ सो गाइस यो चाहिँ मेरो अल टाइम फेभरेट हुन थालेको छ अलिकति ढिलो भएर अलिकति मतलब खानाहरू अल्छी लागेको छ पकाउनु भने चाहिँ म यो पकाइहाल्छु धात्सी वान एन्ड अन्ली माई फेभरेट भएको छ अहिले चाहिँ हालैमा अहिले पनि मैले स्कुलबाट छिटो छिटो आएर पकाएर चाहिँ रेडी हुन आँट्यो अब चाहिँ खाने खाना त्यहीमा पनि छ गाइस आज चाहिँ हामी बिहान बिहानै आँप टिप्न आँटेको पकाएर खाने होइन यता हाम्रो कि पकाएर खाने होइन उयो छ त्यहाँनिर दिदी यस्तो हुक छ ए रहेछ दिनु म झार्छु यो माथि पसेर झार्ने जान सक्नु त्यहाँ माथि लगाउने पेड उमारेको क्या भन्दै थियो मलाई अस्ति नठिक भन्दा कराउँछ भन्दाखेरि अब चाहिँ टिपिसक्यौँ एक बट्टा एक बाल्टी एक छिसकेको पुग्छ दिदी यति भए हुन्छ यहाँ चाहिँ अचार बनाउने मैले भिडियो पठाइदिएको थिएँ नि यो चाहिँ अचार अलिकति लाउँछु फेसबुकमा गरिदिनु न सेयर ल अन्त यो चाहिँ पकाएर खानु दिदीले चाहिँ अचार लाउने पकाउने खानुको लागि रेडी गर्नुभएको छ सो गाइस बयानले चाहिँ पर के गर्दैछ म तपाईँलाई देखाउँछु ल के गरेको यहाँ हेर्नुहोस् गाइस के गरिरहेको छ के गर्नु भएको त्यसरी बजाउँछ कसरी बजाउँछ सो हेलो एभ्रिवान आज चाहिँ म मेरो सिटी रुमको त्यो तपाईँले देखिरहनु भएको पहिला होइन यो प्लान्टहरू चाहिँ एकदम मजाको भएको छ अहिले चाहिँ यी नयाँ नयाँ प्लान्ट्सहरू आएको छ न्यू न्यू हो यता यसकोबाट पनि पुरा नयाँ
आउँदैछ यसको बेबी प्लान्ट्सहरू हो। यसको पनि नयाँ आयो, अन्त यो पनि ठुलो भयो। रबर प्लान्टको पनि नयाँ लिप्सहरू आउँदैछ। अन्त यो ह्याङ्गिङ प्लान्ट्सहरू त्यस्तै छ हो। अन्त यहाँ चाहिँ मैले रोजहरू राखेको छु आउँदा आउँदै, पिङ्क रोज र उयो फुल, तर चाहिँ मर्नु आँटिसक्यो। अन्त चाहिँ अझै मैले हल्का ट्रान्सफर्मेसन गरेको छु मेरो लिभिङ रुमको। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ अलिअलि मैले सर्टिफिकेटहरू थियो त्योहरू टालिदिएको छु हो। तिर पनि टालिदिएँ, अन्त यहाँनिर यो हल्का टालिदिएको छु। अन्त मैले दुईवटा बेडले वाक्कै भएर चाहिँ एउटा बेड चाहिँ यहाँ पछाडिपट्टि साइड लगाइदिएर चाहिँ सिम्पल एउटा मात्रै बेड बनाएको छु वाक्कै लागेर। यहाँ चाहिँ छ मैले बनाएको क्यान्डल फ्लावर्सहरू, यिनीहरू चाहिँ सबै प्रयानले झारिदिएको। मेरो हात काटिरहेको छ गाइस। उयसको के पो स्पोनको उयसहरू हो, लिप्सहरू। अन्त म चाहिँ आज चाहिँ हल्का उयो गरेको रुमको चाहिँ टुर भन्नु के भन्नु, यो चाहिँ हल्का ट्रान्सफर्मेसन गरेको भनौँ न। एउटा रुम बनाउँदा चाहिँ रुममै ठुलो देख्दो रहेछ। अन्त यो पोर्सन त तपाईँले देखिसक्नु भएको होइन। यहाँनिर जस्तो मैले मेरो बुढोलाई बनाएको रोज राखेको छु। यहाँ चाहिँ मेरो बेबीको सानोको फोटोहरू तपाईँले देखिसक्नु भएको, तर पनि फेरि देखाइदिएको एकपल्ट। यहाँनिर चाहिँ मेरो आफूले बनाएको सोफा भन्दा पनि हुन्छ। यो चाहिँ दुईवटा बक्साहरू लगाएर बनाएको छु। यहाँ मुनिको चाहिँ धुनु निकालेको छु र चाहिँ देखिरहेको छ हो। अब यहाँतिर चाहिँ एक दुईवटा लगाउनु पर्ने आफै बनाएर लगाउँदै गरेको हो। हल्का यस्तो छ नजारा चाहिँ। यहाँ चाहिँ यस्तो बनाएँ सिम्पलवाला, एउटा मात्रै बेड राखेर। कस्तो लाग्यो तपाईँहरूलाई? इफ मन पऱ्यो भने कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस् होला। अन्त मैले यहाँनिर पनि अस्ति नानीको लागि क्ले ल्याइदिएको थिएँ, त्यसको चाहिँ उसले सबै वेस्ट गरेर चाहिँ फ्लावर पनि हालेर लगाएर हालेको छु। यहाँनिर पनि मैले अस्ति बनाएको बनाउनु चाहिँ टाँगेको झरेको गरेर हिजो चाहिँ टाँगिदिएको छु। योहरू भइहाल्यो होइन। यहाँ पनि नयाँ नयाँ सबै हालिदिएको छु। सब पहिला बनाएको, तर टाल्नु चाहिँ टालेको थिइनँ। त्यही हो। सो गाइस यति नै हो सर्ट भिडियो। यहाँ चाहिँ यिनीहरूको साइक्लिङ हुँदैछ गाइसहरू। छोड्दैन न प्रयान लो छिटो छोड्दैन, तिमी चाहिँ आफ्नो कुदाउ न। Start, go, come. Come. आप हेर्नु आप भुइँभरि झऱ्यो। हेर्नु साप सबै झाऱ्यो मान्छे चढेर। यिनीहरू चाहिँ अब किक बक्सिङको लागि जाँदैछ इभिनिङ टाइममा। सो गाइस मेरो छोराको सेड्युल चाहिँ एकदम बिजी चलिरहेको छ आजभोलि चाहिँ। अन्त दिउँसो चाहिँ समर क्याम्प होइन, बेलुका चाहिँ इभिनिङमा चाहिँ किक बक्सिङ क्लास हालिदिएको थिएँ। अन्त मैले फर द फर्स्ट टाइम यसरी मेरो छोरालाई एक्लै पठाएको नानीहरूसँग, प्लस दाजुहरू त हुनु त हुन्छ, तर पनि म बाइक चाहिँ उसलाई एक्लै पठाएको थिएँ नि त। अन्त एकदम साह्रो पऱ्यो त्यो दिन चाहिँ मलाई। सो गाइस मेरो चाहिँ छोरा आएर म खेल्दैछु। आन्टी नमस्ते। कहिले आउने भइरहेको थियो, मजा आयो। कसो गरी देखाऊ कस्तो गऱ्यो हेर छोरा, देखाउँ त प्रयान, देखाउनुहोस् त कस्तो गऱ्यो। प्रयान कस्तो गऱ्यो पल्टनमा कसो गऱ्यो। ओ गाइस मेरो छोरा चाहिँ किक बक्सिङ सिकेर पनि आयो। प्रयान यता हेर्नु मामालाई, पहिला भन्नु किक बक्सिङमा कसरी सिक्यौ मजाले भन न। हेरे कसरी सिक्यो किक बक्सिङ, कसरी सिक्यो। अन्त अरू कसो गर्यो भन, छिटो भन।
कसरी अरे कसरी मजाले कसरी गर्न मजा आयो भोलि जाने जानुपर्छ भोलि पनि बत्ती बाल्नुहोस् मेरो छोरालाई चाहिँ मैले सरप्राइज छ भनिरहेको छु यता यता मम्माले दिन्छ है ओपन नगर्नु आफै पहिला यता हेर्नुहोस् मम्मालाई सरप्राइज चिम गर आँखा चिम गर है हात अगाडि थापेर बस है चिम गरेर नहेर्नु हेऱ्यो भने त दिन्न है हेऱ्यो भने दिन्न है के छ अरे फ्रिजमा के छ अरे खै सरप्राइज छ भनेको खै के छ अरे खै चिम गर्नु आँखा हेरिराख्छ चिम गर है ह्याप्पी आन्टीले ल्याइदिनु भएको पो त यहाँ भिडियोबाट आन्टी थ्याङ्क यू भन मोमो पनि ल्याइदिनु भएको छ आन्टीले के भएको थियो जेम्स हो भाइ अन्त एकपल्ट भनिदिनु न त किक बक्सिङमा कसो गरे अरे कसरी ए ल